मैले यो पार्टी छोड्न होइन, यो पार्टीलाई देशको नम्बर 1 पार्टी बनाउनको लागि लागि परेको। विवेकशील साझा पार्टी हामीसँग सँगै एकता गर्ने हुनुभएको छ। हो, यो रिफर्मेसन बनेको। मैले खोजेको रिफर्मेसन यस्तो खालको रिफर्मेसन हो। कुकुर भुकिरहन्छ, हात्ती लम्किरहन्छ। जाजरकोटमा भूकम्प जाँदा मलाई दुख्छ, म त्यहाँ पुग्छु। मलमपट्टी बोकेर म त्यहाँ घर घर पुग्छु। ललितपुरलाई बाढी पहिरोले डुबान बनाउँदा, यहाँको घरहरू भत्कदा, यहाँको पर्खाल भत्कदा, यहाँको डाँडा चर्किँदा, यहाँको घरहरू हल्लिँदा मलाई दुख्छ, मलाई दुख्छ। म यहाँ पुगेको छु। हामीले गलत गर्यो भने झाप्पड हान्नुहोस्, थप्पड हान्नुहोस्। थप्पड हान्दा मतबाट हान्ने हो। र त्यो एकपटक मौका दिएर हेर्नुहोस्। गलत गरेछौ भने, ठगै भएछौ भने अर्को पटक फालिदिनुहोस्। नाम निसार निमेटन नगर्ने गरी सकाइदिनुहोस्। तपाईँ टिका लगाएर भन्नुहुन्छ छोरालाई नलडेस्, ठेस नलागेस्, कहीँ पनि नठोकिएस्। अनि तपाईँको घर अगाडिको सडकमा खाल्टो छ, त्यो खाल्टो पुर्न नसक्ने र त्यो खाल्टोमा पटक पटक राजनीति गर्नेलाई तपाईँ जिताइरहनुहुन्छ। अनि तपाईँ छोरालाई भन्नुहुन्छ ठेस नलागेस्। कसरी ठेस लाग्दैन? क्रान्ति उग्र मात्र हुन्न, शालीन पनि हुन्छ। क्रान्ति उग्र मात्र हुन्न, शालीन पनि हुन्छ। क्रान्ति रातो मात्र हुन्न, अब नीलो पनि हुन्छ। जय नीलो क्रान्ति। दशैंको बेला टीका लगाइदिँदै गर्दा, जमरा सिउरिँदै गर्दा यहाँले आशिष दिनुहुन्छ नि, ठुलो मान्छे बनिस्, धेरै पढेस्, राम्रो गरेस् भन्नुहुन्छ। अरे बाबा, राम्रोसँग पढ्नको लागि घर अगाडिको विद्यालयमा राम्रो पढाइ त हुनु पर्यो। त्यसको लागि तपाईँ हामीले बनाइदिएको सरकारले राम्रो विद्यालय बनाउन सक्नु पर्यो। अनि तपाईँ दिनुहुन्छ आशीर्वाद, ठुलो मान्छे बनेस्, राम्रो पढेस् भनेर। तर तपाईँले छानेको सरकारले सरकारी विद्यालयहरूमा राजनीति गर्छ। अनि तपाईँले ढोङको लागि मात्र आशीर्वाद दिइराख्नु भएको छ। अब प्रत्येक नेपालीहरूले आफूलाई प्रश्न गर्ने बेला भयो। म त भन्छु भ्रष्टाचार आज सरकारले होइन, प्रत्येक नागरिकहरूले गलत मान्छेलाई जिताएर भ्रष्टाचार गरिरहेको छ, भ्रष्टाचारलाई पोसिरहेको छ। म यहाँ सकेसम्म, यहाँ मैले जति सक्दोसम्म, मेरो क्षमताले भ्याएसम्म यहाँ पुगेको छु। अनि यहाँहरूले सामाजिक सञ्जालमा कसैले केही लेखिदियो भन्दैमा यहाँले म माथि शङ्का गर्नुहुन्छ। न उसुल छ, न प्रिन्सिपल छ, न सिद्धान्त छ, न नैतिकता छ, न इमान्दारिता छ। अनि ठगलाई चोरलाई मिलेर चोर्न सजिलो हुँदो रहेछ। यहाँ स्टेजमा हुनुहुन्छ बहिनी, यता आउनुहोस्। उहाँ बहिनीको नाम स्नेहा खड्का। स्नेहा खड्काज्यू आज यहाँ हेर्नुहोस्, यत्रो सहभागिता मध्येमा हामीसँग उहाँ जस्तो, स्नेहा जस्तो बहिनीहरू धेरै भन्दा धेरै हामीसँग किन जोडिन सक्नु भएको छैन आजसम्म? हामी उहाँहरूसम्म किन पुग्न सकेका छैनौँ? जेएनजी भाइ बहिनीहरूले राष्ट्रपा हाम्रो अभिभावक हो भनेर खुसीका साथ किन ग्रहण गर्न सकिराख्नु भएको छैन? त्यसमा हामीले होमवर्क गर्नुपर्छ, त्यसमा हामीले घर दैलो कार्यक्रम गर्नुपर्छ। जेएनजी भाइ बहिनीहरूको लागि रोजगारीको लागि हामीले के गर्ने, उहाँहरूको भविष्यको लागि के गर्ने, उहाँलाई नेतृत्वमा ल्याउनको लागि के गर्ने भनेर राष्ट्रपाले काम गर्न सक्नुपर्छ भनेको यो खालको रिफर्मेसन हामीले खोजेको।